ल साथीहरु चाहिँ ट्रक ल्याएर हामीले तन्दुरी मकै पोल्दैछ अहिले पाक्छ हैन बब्बालै हुन्छ हो तन्दुरी पोलेको मकै ट्रक ल्याएर नि कस्तो मजाले पड्किन्छ यस्तो बब्बाल छ हैन वाउ भाइ छिरेन त भाइ मकै त ए भाइ यो मकै त छिरेन त छिरो भाइ छिरो मकै छिरो यता फेरि नान पाकेको छ दाइ तन्दुरी दाइ के भन्नुहुन्छ तपाईँले ठिक छ नि एकदम के छ तपाईँ गाई चोरो मकै पनि पाक्दैछ रोटी पनि पाक्दैछ मकै पनि हाल्ने हो भट्टीमा एकैचोटि मकै पाक्छ मकै र रोटी ल अब हाम्रो मकै पाकिसक्यो मकै पनि मजाले पाक्दो रहेछन् कि कस्तो भन्छु नान पनि पाकेको छन् मकै नै पाकेको छन् यहाँ त तन्दुरीमा त बडो मजा आउँदो रहेछ मकै पोल्न त सधैँ घरमा आगा कोइला पोल्ने बानी यसो तन्दुरीमा ट्राई गरेर म त बडो मजाले पाक्दो रहेछन् के भन्छु ओहो मैले कस्तो मजाले पाक्दो रहेछ हेर्नुहोस् त ल यी नान पनि एकैचोटि पाकेको छन् कि फेरि नान पनि टक्कलारी नान पनि एकैचोटि पाक्ने है सबै एकैचोटि हुँदो रहेछ ल अब मकै खानुपर्छ सबै हाम्रो मकै पाकेर रेडी भइसकेको छ नि अब टक्क लगाएर खानियो मजाले अब चाहिँ मेरो मकै पाकेर रेडी भइसकेको छ टक्क लगाएर होइन तन्दुरी पोलेको मकै यस्तै चारैतिर बराबर हुँदो रहेछ कि होइन यस्तो ज्ञानी अलिकति डढेछ तर मिठो छ मकै होइन मिठो छ भने कमेन्ट मिठो आइरहेछ मन ट्राई गर्छु त्यसपछि कस्तो हुन्छ होइन टेस्टी हुँदो रहेछ क्या मिठो छ तपाईँहरूले तन्दुरी पोलेर खान अवश्य ट्राई गर्नु होला है